नमस्कार सबैजनाहरूलाई स्वागत छ। नेपालका लेग स्पिनर स्टार खेलाडी सन्दीप लामिछाने अहिले बिबिएल खेल्न बङ्गलादेश प्रस्थान भएका छन्। उनीहरूको सुरुवात पहिलो खेल 2018 र 19मा बिबिएलको यात्रा सुरु भएको थियो। उति बेला सिडलेस टिममा खेल्ने मौका पाएका थिए। उनले 6वटा खेल खेल्ने मौका पाएका थिए भने 4वटा विकेट चटकाउँदै एकदम महत्त्वपूर्ण ब्याट्सम्यानहरूलाई विकेट निकाल्न सफल भएका थिए। उनीहरूको त्यति बेलाको चर्चा चलिएको थियो। अहिले दोस्रो सिजनको यात्रा 2025 र 26मा राजशाही वरियर्ससँग आबद्ध भएका छन्। सन्दीप लामिछानेले आफ्नो इतिहासको पक्कड बनाउँदै अहिले खेल खेल्न फेरि राजशाही वरियर्ससँग आबद्ध भएका छन् 7 वर्षको अन्तरालमा। अबको खेलमा राजशाही वरियर्ससँग ओपनिङ खेल खेल्दा सिक्लेस र उही पहिलाको पुरानो टिमसँग खेल्दै गर्दा 4 ओभर बलिङ गर्दा 38 रन खर्चिन पुगेका थिए र 2वटा महत्त्वपूर्ण खेल पनि निकालेका थिए। दोस्रो खेलमा 35 रन खर्चिँदै 1 विकेट महत्त्वपूर्ण विकेट निकाल्न सफल भएका थिए भने लगातार 2 खेलमा अहिले बेन्चमा बसेका छन्। आशा छ सन्दीप लामिछानेको 10वटा खेलमा 6वटा खेल त अझ नै बाँकी नै छ। अझ 6वटा खेलमा अवश्य नै खेल खेल्छन् भन्ने मलाई विश्वास पनि लागेको छ। आजको मेरो एउटा सानो भिडियोमा मेरो सुरुवाती रूपमा भिडियो के कस्तो लाग्यो तपाईहरुले लाइक शेयर र कमेन्ट गर्न नभुल्नुहोला। आगामी दिनमा म तपाईहरुको माझमा यस्तै भिडियो लिएर आउनेछु। बिदा दिनुहोस्। हस्त नमस्कार साथीहरु।